नमस्कार। आज हामीसँग हुनुहुन्छ नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र बराल। बराल सर, यहाँ कार्यक्रममा स्वागत छ। धन्यवाद, नमस्कार। के छ बराल सर अहिलेको अवस्था? शैक्षिक परामर्श व्यवसायीहरू अहिले के गर्दैछन् र भन्नुपर्दा महासङ्घ के गर्दैछ अहिले? नेपाल शैक्षिक परामर्श व्यवसाय महासङ्घले चाहिँ अहिले हामीले पोलिसीगत रूपमा नेपाल सरकारको विभिन्न निकायहरूसँग अहिले बनिरहेका नीतिगत रूपमा र समस्याका कुराहरूमा हामी छलफल चलाइरहेका छौँ भने अर्कोतिर व्यवसायीहरूलाई व्यवस्थित र पारदर्शी मर्यादित बनाउनको निमित्त यसलाई सङ्गठनात्मक रूपमा यसलाई जोड्दैहरू हामी चाहिँ जाँदैछौँ। हाम्रा 3टा मोडलहरू छन्। एउटा मोडल भनेको वस्तुगत सङ्घ सदस्य रह्यो, अर्को मोडल भनेको 1 करोडभन्दा माथिको कम्पनी सदस्य रहने भयो भने अर्को चाहिँ प्रदेश र जिल्लाहरू चाहिँ अर्को 3 किसिमका मोडलमा सदस्यहरू रहेको छन्। यसलाई विस्तार चाहिँ अभियानमा गएको छौँ एकतिर भने, अर्कोतिर चाहिँ नेपाल सरकारका विभिन्न निकायसँग अन्तर्क्रियाहरू गरेर र भोलि पोलिसी मेकिङको रूपमा छलफल चलाइरहेका छौँ। अब अहिले कुरा गर्नुपर्दा जुन यो अहिले शैक्षिक परामर्शमा धरोटीको कुरा निकै आइरहेको छ, धरोटी ल्याउनको लागि सरकार लागि परेको छ भन्ने कुराहरू पनि धेरै आइरहेको छ। यो धरोटीको विषयलाई यहाँले कसरी लिनुभएको छ? यो धरोटी भन्ने विषय शैक्षिक परामर्श क्षेत्रमा आवश्यक छैन। हरेक पटक नियमावली, निर्देशिका र ऐन बन्ने क्रममा यसलाई जोडिने गरिन्छ। एकतिर त कतै कतै हाम्रै व्यवसायहरू आफै हडतालाउँदै आत्तिएर यो कुराहरू उठायो कि भन्ने पनि देखिन्छ। दोस्रोतिर विकृति र विसङ्गति बढेको कारणले सरकारले यसलाई कन्ट्रोल गर्ने सिस्टमको रूपमा चाहिँ धरोटी नै उपाय अन्तिम हो है भन्ने रूपमा लिएको हो कि भन्ने पनि देखिन्छ। तर मैले बुझ्दाखेरि चाहिँ शैक्षिक परामर्श भनेको चाहिँ एउटा विद्यार्थी पढ्न जानको लागि कुन देश जाने, कुन विषय पढ्ने, अब कसरी चाहिँ पढ्ने, त्यहाँ पढ्दाखेरिको के चाहिँ चिजहरू अपनाउनु पर्छ, त्यहाँको अकोमोडेसन कस्तो छ, पार्ट टाइम जबका कुराहरू कस्तो छन्, आफ्टर स्टडीको चाहिँ पिएसडब्ल्यू वर्कहरू के छ भन्ने कुराहरू चित्रण गर्नको निमित्त, परामर्श दिनको निमित्त, विद्यार्थीको इच्छाअनुसारको शिक्षा र अभिभावकले गरेको लगानीलाई सुनिश्चित दिनको निमित्त चाहिँ दिने परामर्शदाता हो। र हामीले कोही मान्छेको भिजालाई ग्यारेन्टी गरिदिन्छौँ भन्न सक्दैनौँ, एडमिसन ग्यारेन्टी गर्छौँ भन्न सक्दैनौँ, स्कलरसिप ग्यारेन्टी गर्छौँ भन्न सक्दैनौँ। हामी एउटा प्रक्रियागत रूपमा लाने हो। कुनै पनि देशको विश्वविद्यालय र विद्यालयहरूको बारेमा, उनीहरूको चाहिँ कोर्सहरूको बारेमा, एडमिसन इन्टेकहरूको बारेमा, भिजा प्रक्रियाको बारेमा गाइडेन्स दिने भएको हुनाले शुद्ध शैक्षिक परामर्श व्यवसायी हामी हौँ र त्यो शुद्ध शैक्षिक परामर्श व्यवसायीले कुनै पनि कलेजको, विश्वविद्यालयहरूको फी लिन पाउँदैन। विद्यार्थीहरूको अभिभावकतर्फबाट शिक्षा मन्त्रालयबाट एनओसी चाहिँ प्राप्त गरेर उसले त्यो युनिभर्सिटी कलेजको अकाउन्टमा पठाउनुपर्छ ब्याङ्क मार्फतबाट। भने जब त्यो विद्यार्थीको आर्थिक दायित्व हामीसँग जोडिँदैन भने यसलाई किन धरोटीको रूपमा लाने? यो आवश्यक छैन एउटा। दोस्रो, हामीले एउटा डक्टरले अपरेसन गर्दाखेरि बिरामी चाहिँ उसको चाहिँ अपरेसनको फी लिन्छ, तर त्यो बिरामी बाँचोस् भन्ने रूपमा उसले कामना गरिरहेको हुन्छ। तर कहिलेकाहीँ मऱ्यो भने पनि त्यो उसको फी त जाँदैन, लिएर छाड्छ। एउटा वकिलले बहस गर्दाखेरि, अधिवक्ताले अथवा वरिष्ठ अधिवक्ताले बहस गर्दाखेरि अदालतमा मुद्दा हार्न पनि सक्छ। त हार्दाखेरि पनि उसले बोलेको कस्ट लिन सक्छ। एउटा टिचरले पढाएको विद्यार्थी फेल हुनसक्छ, तर पनि उसले आफ्नो पारिश्रमिक लिन सक्छ। भने हामीले पनि एउटा विद्यार्थीको शैक्षिक परामर्श तथ्य र सत्यमा आधारित भएको शैक्षिक परामर्श हामीले जब बताउँछौँ, त्यो बताएको र भिजा प्रोसेसमा पुर्याएर त्यो ठाउँसम्म पुर्याएको बापत हामीले लिने सर्भिस चार्ज हो। त्यो भएको हुनाले सेवा शुल्क लिएको हुँदा कुनै पनि यो शैक्षिक परामर्श क्षेत्रबाट खतरा छैन, विद्यार्थीको पैसा डुब्न सक्ने अवस्था छैन। तर समस्या एउटै छ, त्यही कारणले धरोटी चाहिँदैन। समस्या एउटै छ कि कन्सल्टेन्सीको नाममा खोलिएका केही व्यक्तिहरूले ठगीको काम गरेका छन्, जसले गर्दाखेरि चाहिँ समाजमा राम्रो गर्ने मान्छेलाई नराम्रो बनाएको छ र सबैलाई त्यही डालोमा राखेर हेर्ने चलन गरिएको छ। तर नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको 758वटा जति कम्पनीहरू अहिले नवीकरण भएर चुस्त दुरुस्त भएर यसले राज्यको नीति मानिरहेछन् र सँगसँगै 350को हाराहारीमा प्रदेश सरकारहरूबाट यसले चाहिँ अनुमति लिएर अगाडि बढिरहेका छन्। त्यो कारणले गर्दाखेरि अहिले योभन्दा बाहेकका कन्सल्टेन्सीहरू जसले विकृति र विसङ्गति मचाएर नेपालमा शैक्षिक परामर्श व्यवसायमाथि र धावा बोलिरहेका छन्, बदनाम गर्ने र दाग लगाउने काम गरिरहेका छन्, त्यसको कारणले गर्दाखेरि चाहिँ कतै कतै जनमानसमा अभिभावक र सरकारमा चाहिँ ठगी भएको नै यो फिल भएको हुनाले यसलाई धरोटी राखेर मात्रै व्यवस्थापन हुन्छ कि भन्ने सोच चाहिँ
योले सन्देश राम्रो जाँदैन। र मैले चाहिँ के अनुरोध र आग्रह गर्न चाहन्छु भने यसलाई मेन पावरसँग जोडेर शैक्षिक परामर्शलाई लिनु हुँदैन। मेन पावर र यो फरक हो। मेन पावरमा चाहिँ कति पैसा लिने हो, उसले आफ्नो रसिद दिन्छ पैसा लिएर, र कुन कम्पनीमा पठाउने, कति घन्टा काम गर्न पाउने सुविधा के हो, र गएको भोलिपल्टदेखि काम पाउँछ कि पाउँदैन भन्ने हुन्छ। तर हामीले त्यो कुराहरू हुँदैन। हामीले पढ्न पाउँछ कि पाउँदैन भन्ने मात्रै कन्सर्न हो। त्यो कारणले गर्दाखेरि यसलाई व्यवस्थित र पारदर्शी बनाउने र नलेजेबल इन्डस्ट्री बनाउनको निमित्त अरू चिजहरू छ, फरक चिजहरू छन् होइन। त्यो कारणले गर्दाखेरि यसलाई धरोटीबाट वञ्चित बनाउनुपर्छ र यो इन्डस्ट्री परामर्शदाता, सत्य र तथ्यमा आधारित भएको परामर्शदाता चाहिँ जन्माउनुपर्छ। जसले गर्दाखेरि मैले चाहिँ के भन्ने गरेको छु भन्दा नेपालबाट वा नेपालमा वा विदेशमा ब्याचलर्स अफ काउन्सिलर वा मास्टर अफ काउन्सिलर जुन कोर्स गरेको छन् त्यस्ता चाहिँ पढ्ने 2टा परामर्शदाताको सर्टिफिकेट राख्यो भने मात्रै त्यसले खोल्न पाउने व्यवस्था गरिदियो भने यो सहज भइहाल्छ। किनकि जो मान्छे अध्ययन गरेर रिसर्च गरेर उसले आफ्नो जीवनलाई यो पेसामा म आउँछु भनेर आउँछ भने त्यसलाई वेलकम गरे हुन्छ। तर यसलाई 2टा मोडलमा जानुपर्छ। एउटा मोडल भनेको जो लामो 20औँ-30औँ वर्ष जुन देशमा कानुनै थिएन, शिक्षा यसले यो कुरालाई ग्रहण गरेका थिएन, त्यो बेलादेखि खोलेर आएकोलाई चाहिँ व्यवस्थित र पारदर्शी भएकालाई सुचारू गराउने र नयाँ आउनेलाई चाहिँ यो व्यवस्थापन गर्न सक्यो भने चाहिँ यो इन्डस्ट्री राम्रो हुन्छ। र शैक्षिक परामर्श व्यवसाय यस्तो व्यवसाय हो जसले स्वदेशदेखि विदेशसम्मका विश्वविद्यालयहरू, शैक्षिक प्रणालीहरूलाई र त्यो 2टा बिचको कल्चरल एक्सचेन्ज प्रोग्रामहरूलाई सहित जोडेर र 2टा देशका धर्म, संस्कृति र पर्यटनलाई जोडेर यसलाई अगाडि बढ्न सक्ने भएको हुनाले चाहिँ यो शैक्षिक परामर्श व्यवसायलाई चाहिँ राम्रो बनाउनुपर्छ, दक्षवान बनाउनुपर्छ भन्ने चाहन्छु एउटातिर भने। अर्को हामीले के भनिरहेका छौँ भन्दा नेपाललाई एजुकेसन हब बनाउने हो। हामीसँग भएको रिसोर्सेसलाई, हामीसँग भएको क्षमतालाई, हामीसँग भएको नेटवर्किङलाई त प्रयोग गरौँ न। नेपाल यस्तो देश हो जहाँ फुल टाइम स्टुडेन्ट बनेर आउँछन्, जहाँ धर्म, संस्कृति, पर्यटन, जलस्रोत, कृषि, स्वास्थ्य, शिक्षालाई जोडेर, शिक्षासहित जोडेर यसलाई चाहिँ आर्थिक उत्पादन, आर्थिक उन्नति र समृद्ध बनाउनेतिर लाग्ने हो भने पनि हाम्रो भूमिका रहन्छ र नेपालमा हामी लाखौँ विद्यार्थीहरू ल्याउन सक्छौँ। यसका 2टा मोडल छन्। एउटा मोडल भनेको विदेशमा रहेका चाहिँ नाम कमाएका राम्रा ऱ्याङ्किङमा भरेका युनिभर्सिटीहरूको कलेज यहाँ सुरुवात गर्ने, युनिभर्सिटी यहाँ ल्याउने, जसले गर्दाखेरि विश्वास बढ्छ र युरोपियन कन्ट्रीका मान्छेहरू, अरबियन कन्ट्रीका मान्छेहरू चाहिँ एसियाका मान्छेहरू नेपालमा पढ्न आउँछन्। 2 वर्ष यहाँ पढ्छन्, 1 वर्ष विदेशमा जान्छन्, 3 वर्ष यहाँ पढ्छन्, मास्टरको लागि जान्छन्, 1 वर्ष यहाँ पढ्छन्, 2 वर्ष बाहिर जान्छन्। भनेपछि यसरी एउटा चाहिँ तपाईँको चाहिँ स्टुडेन्ट मोबिलाइज गर्न सकिने परिस्थितिहरू र अगाडि बढ्न सक्ने परिस्थिति रहन सक्छ। अब यहाँलाई लाग्दैन यो शैक्षिक परामर्श व्यवसाय जति मर्यादित र व्यवस्थित पर्ने हो त्यति हुन नसकेको जस्तो यहाँलाई लाग्दैन? होइन, हुन सकेका छौँ नि। जस्तो तपाईँले 700वटा जो कम्पनीहरू आज 20औँ-30औँ वर्ष, 36 वर्षदेखि चलिरहेका छन्, यिनीहरू अव्यवस्थित थिए भने त आज 36 वर्षसम्म चल्थेन, 20 वर्षसम्म चल्थेन नि त। त्यही कारणले जो विश्वमा एउटा ट्रेन्ड छ बिजनेसको, जब 10 वर्ष कुनै पनि कम्पनी चल्छ भने त्यो अटोमेटिकली त्यो क्रस गऱ्यो भने वो आफै चल्छ क्या। त्यसलाई राम्रो भन्नु पऱ्यो नि। तर यहाँ चाहिँ के हो भन्दा राज्यले नीति बनायो, राज्यले यसलाई शिक्षा ऐन 2028 संशोधन 2075मा लिएर स्वीकृति प्राप्त गर्नुपर्छ भनेर राख्यो, तर यसलाई कार्यान्वयन गरेन। जस्तो अहिले पनि अध्यादेशमा शिक्षा चाहिँ ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउनको लागि केही बुँदाहरू राखिएको छ, त्यसलाई कार्यान्वयन गरेन भने जुन सरकार आए पनि यसले जुन विद्यार्थी र अभिभावकले र जनताले पाउनुपर्ने सुविधा, राहत र सहयोग चाहिँ अपेक्षित भएर बस्छ। त्यो कारणले गर्दाखेरि यसलाई पारदर्शी बनाउने, भरपर्दो बनाउने, जवाफदेह बनाउने र सरकारको काम फेसिलिटेट गर्ने हो र त्यो जनताले आफ्नो बच्चा-बच्चीको पढ्न पाउने इच्छा र पढाउन पाउने अधिकारलाई संविधानले दिएको सुनिश्चित गर्ने र पठाउन सक्ने अभिभावकले बाहिर पठाउन चाहन्छन् भने यसलाई व्यवस्थापन गर्नुपर्ने आवश्यक छ। राज्यले 2टा काम मात्रै गरे हुन्छ। एउटा काम भनेको नेपाल सरकारको र प्रदेश सरकारबाट स्वीकृति सञ्चालन नलिएकाहरूलाई बन्द गरिदियो भने, अनुगमन गरेर बन्द गरिदियो भने पहिलो नम्बरमा ठगी, तपाईँको चाहिँ विकृति, विसङ्गति, जब बजारमा उठेका नकारात्मक चिजहरू त्यहाँ एउटा समाप्त वा न्यूनीकरण हुन्छ। तर व्यवसायहरू भन्छन् नि त हामीले शिक्षा मन्त्रालयमा फाइल हालेको छौँ तर हाम्रोमा अनुगमन पनि आएको छैन, हामीले स्वीकृति पाएको छैनौँ भन्छ। पाउँदैन, त्यो नपाउनु स्वाभाविक पनि हो। किनभने यही विषयहरू केही कन्सल्टेन्सीले सर्वोच्चमा गएर पनि मुद्दा हालिसकेका छन्। हालिसकेपछि सर्वोच्चले के भनेको छ भन्दै स्वीकृति दिने नदिने क्षेत्राधिकार चाहिँ शिक्षा मन्त्रालयको हुँदा शिक्षा मन्त्रालयले दिने नदिने निर्णय गर्न सक्छ भनेर पठाइसकेको हुनाले त्यो शिक्षा मन्त्रालयले के देख्यो भन्दा धेरै जनसङ्ख्या कम र
कन्स्टिट्युन्सीहरू धेरै भयो जहाँ विकृति र विसङ्गति बढी भयो। अहिले रहेको कन्स्टिट्युन्सीलाई हेर्ने हो भने वर्षमा 10जना पनि एउटा कन्स्टिट्युन्सीको भागमा आउँदैन। 10जना विद्यार्थी पठाएर कन्स्टिट्युन्सीहरू चल्न सक्छ त? अनि त्यसले ठग्नुपर्ने हुन्छ। हो, आज त्यही ठगीको प्रक्रियाहरू चाहिँ अगाडि बढिरहेको छ क्या। त्यसले गर्दाखेरि अब म चाहिँ के भन्छु भने एउटा नेपालमा यो क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने हो भने, भरपर्दो र विश्वसनीय बनाउने, विद्यार्थीको लगानी, अभिभावकको लगानी र विद्यार्थीको सपना, इच्छालाई सपना पुरा गर्ने हो भने चाहिँ धेरै कन्स्टिट्युन्सी आवश्यक ठान्दिनँ मैले। किन भन्दा हामीले जनसङ्ख्याको आधारले, देशको आधारले र गएको आधारले पनि हामीले डाटा हेर्न सक्छौँ। त्यो भएको हुनाले अब व्यापार गर्न के कन्स्टिट्युन्सी मात्रै चाहिन्छ र? व्यापार गर्ने म्यान पावर मात्रै हो र? व्यापार गर्ने पस्मिना र कफी सप मात्रै हो र? व्यापारका त धेरै मोडलहरू छ नि त। व्यापार गर्ने भने होटल मात्रै हो र? यदि व्यवसाय गर्नको निमित्त त हरेक चाहिँ एउटा विभागीय मन्त्रालयले त त्यसलाई मोनिटरिङ गर्नुपर्ने होला नि। शिक्षा क्षेत्रसँग चाहिँ अगाडि बढ्नुपर्ने भएको हुनाले शिक्षा मन्त्रालयले चाहिँ ग्रहण गर्यो कि यो शिक्षा क्षेत्रसँग परामर्श दिने परामर्शदाता पनि मेरो अन्डरमा आउनुपर्छ, मैले यसलाई नीति नियम बनाएर व्यवस्थित गर्नुपर्छ भन्ने रूपमा उसले ल्याउन चाहे। उसले फिल गरेन, उसलाई आवश्यकता ठानेन र राम्रो पक्षभन्दा नराम्रो पक्ष बढी आयो भने त किन स्वीकृति दिन्छ? दिँदैन त, होइन? त्यो कारणले नै अहिले प्रदेशबाट स्वीकृति लिइरहेछन्। स्वीकृति गरेर त गरिखान त कहाँ रोकिया छ त? छैन नि त। तर ठगी नगर्नको लागि चाहिँ रोकिन पऱ्यो क्या, फटाइ गर्नको लागि रोकिन पऱ्यो, होइन? विद्यार्थीको भविष्यलाई अन्यलमा पार्ने कुराहरू चाहिँ रोकिन पऱ्यो। यसको अर्थ फेरि यो पनि होइन कि सबै विद्यार्थी राम्रो छन् त? छैनन्। कतिपय विद्यार्थीहरू पढ्न जान्छन्, त्यहाँको रुललाई अभोइड गर्छन् र त्यहाँको नियमलाई उल्लङ्घन गर्छन्, कलेजको चाहिँ नीति नियमलाई फलो गर्दैनन्, त्यो देशको नियमलाई फलो गर्दै फर्केर आउँछन्। अनि त्यहाँ गएर पढ्न पाएन भनेर यहाँ कन्स्टिट्युन्सी विरुद्धमा आएर उजुर हाल्ने, अनि प्रहरी चौकीमा गएर चाहिँ वा प्रहरी कार्यालयमा गएर उनीहरूलाई चाहिँ ब्याकडेटको चेक काट्न लगाएर तपाईँको धमाधम फेरि चाहिँ छोड्न थालियो र त्यसरी उठन्तीतिर लाग्न थालियो भने त राम्रो होइन, होइन? हो, त्यही कारणले गर्दाखेरि त्यसको समस्या चाहिँ के हो र त्यसको समाधान कसरी गर्ने र त्यो कुन मर्कामा परेको छ भन्ने कुरो ध्यान दिन पऱ्यो। त्यही कारणले हामी त क्लियर छौँ। जसरी एउटा इन्जिनियरले एउटाको प्रोपर्टी भ्यालुसन गरेर ब्याङ्कलाई दिन्छ र ब्याङ्कले लोन दिन्छ, एउटा विश्वासनीयता कायम हुने, एउटा वकिलले बहस गरिरहँदाखेरि चाहिँ अदालतले त्यही अनुसार निर्णय गर्दाखेरि त्यो विश्वसनीयता कायम हुने, एउटा चिन्दै नचिनेको मान्छेलाई डक्टर हो भनेर सेतो अप्राउन लाउँदैमा उसले चाहिँ मेरो शरीर चिरन भनेर छोडिदिँदाखेरि म बाँच्छु भन्ने आशले विश्वसनीयता कायम हुने। अनि हामी जस्तो शैक्षिक परामर्श व्यवसाय जसले यो भविष्य उज्जवल बनाउनको निमित्त उनीहरूलाई परामर्श दिइरहेछौँ र कुन विषय पढ्ने, कहाँ पढ्ने, कसरी पढ्ने भनेर बताइरहेछौँ भने त हो, त्यस्तो बेलामा पनि त त्यसले पनि त हामीलाई विश्वास दिइरहेको छ भने त राज्यले पनि त्यो कुरालाई फेसिलिटेट गर्ने, अनुगमन गर्ने, व्यवस्थित र पारदर्शी बनाउने हो। त्यही कारणले यसलाई खालि नकारात्मक रूप मात्रै हेर्नु भन्दा सकारात्मक चिज पनि हेर्नुपर्छ नि त। हरेक हिलोमा गुलाबको फुल के अरे कमलको फुल फुलेको हुन्छ, हरेक काँडा भएका चाहिँ तपाईँको चाहिँ फुलहरूमा कहिलेकाहीँ गुलाब पनि फुल्न सक्छ भनेपछि त हामीले काँडालाई बिर्सिएका हुन्छौँ। त्यही भएर हामीले अहिले बनाएका जुन पठाएका जुन पढ्न गएका साथीहरू आज विश्वमा धेरै राम्रा चिजहरू भएका छन्। त्यस कारणले नेपाल शैक्षिक परामर्श व्यवसाय महासङ्घले के सम्झ भन्दा हामीलाई सधैँ आरोप मात्रै लाग्यो, तर हामीले पठाएका चाहिँ विद्यार्थीहरू, विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरू उच्च स्थानमा पुगेका छन् भने तिनीहरूले किन नदेखाउने भनेर यो नेपाली सिरुचाली विथ राजेश हमाल भन्ने चाहिँ तपाईँको हिमालयन टेलिभिजनमा चाहिँ एउटा कार्यक्रमहरू गइसकेको छ। फेरि अब हामी अस्ट्रेलियाको सिरिजहरू ल्याउँदैछौँ। त्यही कारणले नेपालबाट बाहिर गएका जो मान्छे एनआरए, एनआरएन विभिन्न चाहिँ नाममा रहेका छन्, त्यहाँ आफ्नो किसिमको क्षमता देखाएका छन्, अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग प्रतिस्पर्धामा गएका छन्, लगानी चाहिँ गरेका छन्, कमाएका छन्, आफ्नो प्रतिष्ठा र देशको नाम राखेको छन् भने त्यो चिजलाई त अनरसिप लिन सक्नु पऱ्यो नि। तर दोस्रो तपाईँहरूलाई भन्छु, कोभिड पछि यो देश रिमिटेन्सले चलेको हो भने रिमिटेन्स भनेको शैक्षिक परामर्श व्यवसायबाट गएका विद्यार्थीहरू र वैदेशिक रोजगार व्यवसाय अन्तर्गत रहेका कम्पनीबाट गएका म्यान पावरहरूले नै देश चलाइरहेछ त। 17 वर्षको चाहिँ 17,000 मान्छे मरेर 12 वर्षको आन्दोलनमा पनि हेर्नु, जेनजी आन्दोलन पछिको अवस्थामा पनि हेरौँ न अहिले। त्यो कारणले गर्दाखेरि आजको गभर्मेन्टमा त अधिकांश जो नेपालबाट विदेशमा पढ्न गएका मान्छेहरू आएर चाहिँ देश चलाइरहेछन्। त्यही कारणले यसलाई जहाँ जहाँ समस्या छ त्यहाँ समाधान गर्नको निमित्त सरकारले तत्परता देखाउन सक्नु पऱ्यो। खालि यसलाई रोक्नको निमित्त, अङ्कुश लगाउनको निमित्त चाहिँ धरोटी भनेर हुँदैन। यदि धरोटी लिने हो भने सरकारले हामीलाई त्यो विद्यार्थीको फी लिन दिनुपर्छ। विद्यार्थीको फी हामीबाट माथिबाट जाने माध्यम बनाऊ, विद्यार्थीको फी हामीलाई लिन दिनुहोस्, हामी धरोटीमा पनि कायम छ। किनभने तर भोलि
त्यसले ल्याउने विकृति चाहिँ तपाईँ सरकार जवाफदेही हुनुपर्छ। त्यही कारणले धरोटी मात्रै अन्तिम चाहिँ होइन नि त। अब जस्तै नेपाल सरकार शिक्षा मन्त्रालयसँग तपाईँहरूको सहकारी भइरहेको छ कि छैन र तपाईँहरूले बनेको नयाँ सरकारबाट के अपेक्षा गर्नुभएको छ? सहकार्य एकदम राम्रो भइरहेको छ। अब सहकार्य हुन नै पर्छ, किनभने हाम्रो अभिभावक गुनासो राख्ने ठाउँ, हामीले दुःख पर्दाखेरि भन्ने ठाउँ त्यही नै हो। र अहिलेको रूपमा रहेका त्यहाँका चाहिँ उपसचिव, सहसचिव, सचिवज्यूहरू चाहिँ लगायतले राम्रो किसिमको कोअर्डिनेसन पनि गरिरहनु भएको छ, सरसल्लाह गर्नुभएको छ, हाम्रा कुराहरू सुनिदिनु भएको छ, हाम्रो आवाजहरूलाई चाहिँ एकदम सम्मानजनक रूपले कानुनको पक्षमा चाहिँ जानुभएको छ। त्यही कारणले त हामी अलि बलियो तालले हामी बोलिरहेका छौँ नि त, समाजमा प्रतिष्ठित भएर बसिरहेका छौँ नि त। यदि शिक्षा मन्त्रालयबाट अप्रुभल थिएन भने त हामी धेरै मान्छे आज चाहिँ लगाएको कसैको आरोपमा हामी जेल जानुपर्ने परिस्थितिहरू सिर्जना हुन्थ्यो होला नि त। त्यो कारणले गर्दाखेरि शिक्षा मन्त्रालयले हामीलाई जुन दिनु पर्यो अभिभावक त दिएको छ, तर मात्रै कन्सर्न चाहिँ के हो भन्दा अब यो भुस र चामल, बिहा र चामल चाहिँ छान्न पर्यो। मन्त्रालयले त्यो चाहिँ गर्न सकिरहेको छैन। अब पक्कै यो स्वीकृति दिएका र नदिएको बिचको छानबिन गर्नु पर्यो पहिला नम्बरमा। दोस्रो, अनि व्यवस्थित बनाउनको निमित्त स्वीकृति दिएकाहरूलाई पनि उसले एउटा सर्भिस चार्टर बनाएर दिएर चाहिँ यो अनुसार फलो गरेर भन्न पर्यो। र त्यसरी जान सकियो भने चाहिँ यो क्षेत्र, यो व्यवसाय एकदम व्यवस्थित, पारदर्शी, मर्यादित, भरपर्दो र विश्वसनीय पैदा हुन्छ, जसले कर्णधार विद्यार्थीहरू उत्पादन गर्नको निमित्त सत्य र तथ्यमा आधारित भएको शैक्षिक प्रणालीको बारेमा चाहिँ सही जानकारी लिएर अगाडि बढ्न सक्छन्। अब भनौँ न, तपाईँको हरेक सेक्टरमा राम्रा र नराम्रा पाटाहरू छँदैछन्। यी शैक्षिक परामर्शमा चाहिँ पछिल्लो समय के पनि आएको छ भने शैक्षिक परामर्शले जुन परामर्श दिनुपर्ने हो त्यो परामर्शभन्दा बेसी चाहिँ एडमिसन सेन्टरको काम गर्यो भन्ने पनि भन्छन् क्या। दुईटै काम हुन्छ। हाम्रो काम चाहिँ एडमिसन गराउने काम हो हाम्रो। किनभने कुनै हाम्रो आफ्नो युनिभर्सिटीहरू छैन, कलेज छैन, तर हामी आबद्ध भएका युनिभर्सिटी कलेजहरू छन् भने उनीहरूको भर्नाको प्रक्रियामा लाने, भर्ना गरिदिने र भिजाको प्रक्रियामा लगाइदिने काम हाम्रो भएको हुनाले त्योसँग रिलेटेड भएका सबै कामहरूको बारेमा हामीले गाइडेन्स दिने नै हो। त्यसलाई आपत्ति मान्नै परेन। जे छ यथार्थ त्यही नै हो र हाम्रो कामै त्यही हो भएको हुनाले जान पाउनुपर्छ, विद्यार्थीले पढ्न पाउनुपर्छ। जुन विद्यार्थी जुन कलेज र विषयमा गएर त्यहाँ पढ्न पाएन भने त्यसको जवाबदेही र दायित्व हामीले लिनु पनि पर्छ। होइन, अस्ति एउटा हाँसउठ्दो कुरा के भयो भने एकजना मेरो चिनेको भतिजा थियो, ऊ अस्ट्रेलिया जान्छु भनेर घरबाट बिहान निस्केको चिज कन्सल्टेन्सीमा गएर काउन्सिलिङ गरिसकेपछि ऊ बेलुकी आउँदा म युके जान्छु भन्ने भएर आएको थियो क्या। भन्दा कतै म्यानिपुलेसन पनि हुन्छ होइन। दुईवटा कुराहरू हुन्छ। विद्यार्थीको शैक्षिक अवस्था के छ, विद्यार्थीको आर्थिक अवस्था के छ, विद्यार्थीको पारिवारिक अवस्था के छ, विद्यार्थीको भाषा परीक्षण कस्तो छ, आम्दानी स्रोतहरू कस्तो छ, र विद्यार्थीको इच्छा चाहिँ के हो त, त्यो रिक्वायरमेन्टलाई चाहिँ मिट गर्न सक्ने किसिमको बारेमा चाहिँ हामीले गाइडेन्स गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ के हुन्छ भन्दा चाहिँ एउटा उखान के थियो भन्दा दाइको बिहे भइरहेको रहेछ, दाइको बिहे भइरहँदाखेरि भाइ सानो रहेछ, अनि दुलैले चाहिँ डोलीमा सिँगारेर ल्याएको एकदम मस्ती बाजा बजाएर आएको नाचिरहेको रहेछ। अनि त्यो सानो चाहिँ भाइले भन्थ्यो अरे क्या, बुवा बुवा मलाई पनि बिहे गर्नु पऱ्यो। अनि कोसँग बिहे गर्छु भन्दा भाउजू जस्तै मान्छेसँग बिहे गर्नु पऱ्यो मलाई भन्थ्यो अरे क्या। त्यही कारणले बच्चाको इच्छा चाहना हुनु स्वाभाविक हो, होइन, चाहना हुनु स्वाभाविक हो। तर उसले त्यो प्रक्रियागत रूपमा बुझिएन भने त उसको डिमान्ड चाहिँ हुन्छ, सप्लाई नहुन सक्छ नि त हो। त्यही कारणले त्यो सप्लाई र उसको डिमान्डलाई फुलफिल गर्नलाई चाहिँ हाम्रै परामर्शदाताहरूले परामर्श दिने हो कि। हामीले त साइकोलोजिकल्ली पनि उसलाई ट्रिट गर्नुपर्ने हुन्छ। नेपालमा करियर काउन्सिलिङको व्यवस्था छैन, अब्रोड काउन्सिलिङ चाहिँ भयो, पढ्न जाऊ त हामीले भन्यौँ, मैले भन्न खोजेको। तर नेपालमा एउटा विद्यार्थी सिए बन्छु, एउटा चाहिँ लयर बन्छु, एउटा चाहिँ गएर चाहिँ तपाईँको डक्टर बन्छु, एउटा इन्जिनियर बन्छु, एउटा नर्स बन्छु, म एउटा चाहिँ गएर वकिल बन्छु, म चाहिँ भोलि गभर्मेन्ट जबमा जान्छु भन्ने मान्छेहरूलाई कुन विषय 8-9मा लिने हो, 10मा लिने हो, +2मा कुन विषय छान्ने हो, र कुन विषय लिँदाखेरि चाहिँ त्यो उसको सपना साकार हुनसक्छ भन्ने कन्सर्न रहन्छ। एउटा बाच्छालाई सोध्नुहोस्, नेपालको परिप्रेक्ष्यमा हेर्ने भने के बन्छ बाबु, डक्टर इन्जिनियर सबभन्दा ठुलो पेसा चाहिँ त्यो हो भन्ने सोध्छौँ हामी, होइन। तर त्यो डक्टर इन्जिनियर बन्नको लागि त्यो बच्चालाई कुन विषय पढ्नुपर्छ त, तर सिए र चाहिँ एडभोकेट बन्नको लागि कुन विषय पढ्नुपर्छ, त्यो प्रपर गाइडेन्स भएन भने त त्यो बच्चाको सपना त चेन्ज हुन्छ नि त हो। त्यही कारणले जहिले पनि हामीले 2-3वटा अल्टरनेटिभ वे राख्नुपर्छ। जुन ढोकाबाट छिरिन्छ र निस्किने ठाउँ कहाँ छ भनेर सोच्नुपर्ने हुन्छ। त्यही कारणले हामीले अप्सन राखेर गयो भने हामी जहिले पनि सफल हुन्छौँ। र बच्चाहरू नेपालबाट अब्रोडको लागि जान खोज्छन् भने हामीले 3टा चिजहरू हेर्छौँ, पढाइ, कमाइ र बसाइ।
कहाँ व्यवस्थित छ, राम्रो छ, सहज छ, त्यहाँ चाहिँ पठाउँछौँ। अब जस्तै यो काउन्सिलिङ चिज आफैमा एउटा एकदम संवेदनशील चिज छ, किनभने यसले एउटा विद्यार्थीको भविष्यसँग जोडिएको छ। यदि एउटा विद्यार्थीले विदेश जान अप्लाई गर्यो र ऊ रिजेक्सन हुँदा अथवा ऊ गलत उसमा पर्दा, कोर्समा पर्दा त्यसले कतिको इफेक्ट गर्छ त? धेरै पर्छ। जस्तो हाम्रो चलन चाहिँ के छ भने एउटा कम्प्युटर चलायो, एउटा मोबाइल खेलाएर एउटा इङ्ग्लिस ल्याङ्ग्वेज बोलिदिएपछि बुवा आमाहरू र समाजले ओहो आहा कति राम्रो पढ्ने जान्ने भएछ, कस्तो राम्रो गरेछ, अझ छोराछोरीले बाबुआमाको अगाडि मोटरसाइकल चलाएर हिँड्यो भने त्योतिर लाग्यौँ कि हाम्रो सोच, होइन? हामीले के सोच्नु पर्थ्यो, त्यो बच्चा कति संस्कारी बनाउने, हाम्रो समाज, हाम्रो धर्म, हाम्रो परिवेशलाई उसले कति स्वीकारेको छ र त्यसले भोलि एउटा जो अन्जानको युवा बच्चा बालबालिका युवा बन्छ। बालबालिकाको चाहना उसले के बुझ्दैन, डिमान्ड मात्रै गर्छ। युवाको चाहना राम्रो लाउने, मिठो खाने र उसको सौखका कुराहरू हुन्छन् भने त्यसपछिको पारिवारिक अवस्था जसले करियर गाइडेन्सको रूपमा जानुपर्ने हो, त्यसमा चाहिँ के गरेर जाने, कसरी जाने भन्ने कुराहरू चाहिँ चित्रण गर्नुपर्ने चाहिँ परामर्शदाताले हो। त्यही भएर परामर्शदाता भनेको चाहिँ तपाईसँग वा तपाईँको बालबच्चाहरू, अभिभावकको बालबच्चाहरू कस्तो बन्न चाहन्छ, बुवा आमाले कस्तो बनाउने हो, कसरी त्यो लगानी गर्ने हो, स्कलरसिप कसरी प्राप्त गर्ने हो, भएन भने सेल्फमा कसरी पढ्ने हो, 1 वर्षको फी त घरबाट पढेर पठाउन सक्छौँ खोजेर, लगानी गर्न सक्छौँ। सेकेन्ड इयरको वा सेकेन्ड टर्मको सेमेस्टरको फी चाहिँ कसरी व्यवस्थापन गर्ने हो, त्यहाँ गएर सम्भावना छ कि छैन त? भनेपछि त्यो बच्चालाई मानसिक रूपमा आर्थिक र सामाजिक तनावबाट कसरी उन्मुक्ति दिने हो र उसले पढ्न खोज्ने, पढ्न पाउने अधिकारलाई सुनिश्चित कसरी गर्ने हो भन्ने कुराहरू पनि चित्रण चाहिँ शैक्षिक परामर्श व्यवसायले गर्नुपर्छ। तर कतै कतै के देखिन्छ भन्दा हाम्रो शैक्षिक परामर्श व्यवसायहरू पनि विद्यार्थीहरूको भविष्यभन्दा पनि ठुलो उनीहरूको आफ्नो व्यवसायलाई चाहिँ व्यवस्थित बनाउनुतिर लाग्यो हो कि भन्ने देखिन्छ, होइन? अब मलाई लाग्छ शैक्षिक परामर्श व्यवसाय क्षेत्रमा एउटा विद्यार्थीको भिसा लाग्यो, अर्को लाग्यो, यस्तो लाग्यो, उस्तो लाग्यो भनेर यसरी प्रचार गर्नु राम्रो होइन, एकदम प्रचारमुखी छ होइन? होइन, यो राम्रो होइन। यसले के गर्यो भन्दा सामाजिक विकृतिहरू चाहिँ बढायो। हरेक मान्छेको गोजीमा कति पैसा छ भन्नुपर्छ र हरेक ब्याङ्कको खातामा कति पैसा छ भन्नुपर्छ र आवश्यक छैन नि त। सामाजिक उत्तरदायित्व, गोपनीयता, व्यावसायिक उत्तरदायित्व त रहन्छ नि त। अस्ति भर्खर मलाई भन्नुहुन्थ्यो एउटा करको हाकिमले, उसले 30 लाखको गाडी किन्छ, 30 लाखको गाडी किन्दाखेरि, 40 लाखको गाडी किन्दाखेरि किस्ता कति पर्छ भन्ने कुरा हामी अनुमान गर्छौँ, तर उसको अडिट रिपोर्ट हेर्ने हो भने त्यसले पुष्टाइ काहीँ पनि गर्दैन, तैपनि हामी आँखा चिम्लेका छौँ भन्थे कि। भनेपछि हामी त्यो हालतमा छौँ, त्यो अवस्थामा छौँ। त्यही कारणले हामीले धेरै कुराहरू सरकारलाई विरोध गर्नुभन्दा अगाडि हामी सुध्रिनुपर्छ। हामी नै आफ्नो जीवनलाई हेरौँ न। बालबालिका हुँदाखेरि हामी के डिमान्ड गर्थ्यौँ बाबुआमासँग, विद्यार्थी हुँदाखेरि हामी बाबुआमा र चाहिँ शिक्षकसँग के चाहिँ कुराहरू डिमान्ड गर्थ्यौँ, सपना देख्थ्यौँ। आज हामी जब एज अ छोरो हुँदा हामीले बाबुआमालाई के जवाफ दिएर जिम्मेवारी पुरा गऱ्यौँ, आज हामी बुवा हुँदाखेरि कसै छोराछोरीको बाबु हुँदाखेरि हामीले छोराछोरीप्रति उनीहरूले खोजेका चिजलाई कसरी पुरा गर्ने भन्ने कुराहरू त हामी एउटै व्यक्तिबाट समय अनुकूलताले चेन्ज भएर आएको छ नि त। हो त्यसले त स्वीकार्नुभन्दा अरू केही उपाय छ त? छैन। स्वीकार्नु सुधार्नुतिर जाने हो। त्यो कारणले गर्दाखेरि हरेक पेसामा कमी कमजोरी हुन्छ, त्यसलाई सुधार्ने, स्वीकारेर अगाडि बढ्ने भन्दा विकल्प रहँदैन। तर इन्टेन्सनली त्यही कुरा दोहोऱ्याइरह्यो भने चाहिँ त्यो अपराध हो, त्यो बदमास हो, त्यो ठगी हो। भनेपछि व्यवसाय पनि सचिनु जरुरी छ, आवश्यक छ। व्यवसाय भनेको एउटा मोमो लिन खान गयो, चिकन मोमो भनिरहँदाखेरि त्यहाँ बफ मोमो मिसाउनु भएन। मोमो चाहिँ मतलब मटन मोमो भनिरहँदाखेरि तपाईँको अरू मोमो मिसिनु भएन नि त। मैले भने इमान्दारिता त एउटा चाहिँ चिकन मोमो बनाउने भाँडो बेग्लै होला, बफ मोमो बनाउने भाँडो बेग्लै होला, चाहिँ मटन मोमो बनाउने भाँडो बेग्लै होला, खानामा विषादीहरू प्रयोग गर्ने कि नगर्ने, खानाको पानी कस्तो छ, एउटा खानाको रूपमा त्यो सोच्नुपर्छ भने हामीले पढाउने टिचरले पनि, पढाउने स्कुलले पनि त्यो सोच्नुपर्छ भन्ने हामी परामर्श दान पठाउने। आज विदेशमा जाने बित्तिकै सबै कुरा रातारात चेन्ज हुने हो त। जहाँ समय परिवर्तन छ, भाषा परिवर्तन छ, पैसा फरक छ, सोच फरक छ, संस्कार फरक छ, समाज फरक छ, व्यक्ति फरक छ, त्यो ठाउँमा गएर एडजस्टमेन्ट हुनुपर्छ। त्यही भएर मेन्टली के प्रिपेयर हुनु पऱ्यो भने आज नेपालबाट विदेश जाने बित्तिकै सुख पाइन्छ भनेर सपना बोक्नु भएन। सुख पाउनको लागि मेरो स्टार्टिङ चाहिँ जीवनको करियरको स्टार्टिङ चाहिँ म यहाँबाट गर्नुपर्छ भनेर जानुपर्छ। हरेक सफलतामा सङ्घर्ष जोडिएको हुन्छ, हरेक दुःखमा सुख जोडिएको हुन्छ, वा सुखमा दुःख जोडिएको हुन्छ। यो त जीवनको प्रक्रिया हो नि त।
प्राकृतिक रूपमा त आज घाम लागिरहेछ भने पानी पर्छ, पानी परिरहेछ भने घाम लाग्छ, बादलले चाहिँ सूर्यलाई ढाक्न सक्छ, कहिलेकाहीँ चन्द्रमामा दाग बस्दिन्छ भने हामी त मानव हो, यही समाजको एउटा अङ्ग हो कि। हामी त कुनै ध्रुवबाट आएको फुत्तै परामर्शदाता जसले चाहिँ परामर्श दिने बित्तिकै एडमिसन गर्ने भिजा 100% लागिहाल्छ भनेर भन्न सक्ने अवस्था त छ त छैन नि। छैन। तर हामीले उहाँहरूलाई वे आउट दिनुपर्छ, विकल्पको रूपमा दिनुपर्छ। त्यही कारणले हामी यो समाजको अङ्ग व्यवसाय भए तापनि, शैक्षिक परामर्श व्यवसाय भए तापनि यो समाजको यो देशको नागरिक पनि हौँ। यो समाजप्रति उत्तरदायी भएको एउटा चाहिँ व्यक्ति भएको नाताले, एउटा परिवारको बाबुआमा भएको नाताले, र त्यही भएर हामीले धेरै कुरा सोचेर चाहिँ व्यवसाय गर्नुपर्छ। व्यवसाय गर्नुको अर्थ पैसा मात्रै कमाउनु होइन। व्यवसाय गर्नुको अर्थ तपाईँको चाहिँ खालि बिल्डिङ ठडाउनु मात्रै होइन। व्यवसाय गर्नुको अर्थ अरूलाई दुरुपयोग गर्नु मात्रै पनि होइन। र कतै कतै भोलि हामीलाई पनि मानव बेचबिखनको बिक्री गरेको कुराहरूको आरोप नआओस्, किनकि हामी शैक्षिक क्षेत्र त्यो क्षेत्रमा छैनौँ। जहाँ हिजो शैक्षिक क्षेत्र राजनीतिक गर्ने विद्यार्थीहरू नेता उत्पादन गर्ने स्थलको रूपमा रहन्थे, विद्यार्थीहरू शिक्षकहरू पार्टीले परिचालन गरेको कार्यकर्ताको रूपमा रहन्थे, तोकिएको बेलामा क्यालेन्डर अनुसार इक्जाम हुन्थेन, सेमेस्टर वाइज पढाइ भए पनि त्यसको भर्ना र परीक्षाको परिणाम आउन सक्थेन, जसले गर्दाखेरि पढ्न गएका विद्यार्थीहरू तालचा लगाएर आफ्नो अधिकारका कुराहरू गर्थे। त्यो कारणले नेपालको शिक्षा अलिकति बढी व्यावहारिक भन्दा पनि बढी सैद्धान्तिक भयो, जहाँ व्यावहारिक सैद्धान्तिक र अनुसन्धान बेसमा आइटी र रिसर्च बेसमा जान सकेन, जसको कारणले नेपालको शिक्षालाई चाहिँ अलिकति असर पर्यो। हिजो कालिम्पोङ दार्जिलिङमा पठाउने छोराछोरीहरू आज नेपालै पढ्न थालेको छ नि त। समय परिस्थिति अनुसार चेन्ज भएको छ नि त। आज हामी नेपालबाट ब्रेन गेन गरिरहेछौँ, भोलि नेपाल ब्रेन गेन पनि गर्न सक्छौँ नि त। पठाइरहेछौँ, पढाउन ल्याउन सक्छौँ नि त। म त यस्तो मान्छे हो, 7वटा प्रदेशमा 14वटा मेडिकल कलेज खोलिदिनुहोस् भनेर राज्यलाई अनुरोध आग्रह गर्न चाहन्छु। किनभने 500 सिट बनाइदिनुहोस्, 1000 सिट बनाइदिनुहोस्, तर 50% विद्यार्थीहरू विदेश गएर पढाऊ, जहाँ तिमीले आफूलाई राम्रो किसिमको सुविधा सम्पन्न बनाएर उनलाई खुसी बनाएर पैसा लिऊ, तर नेपाली विद्यार्थीहरूलाई सहुलियतमा पढाऊ। र भोलिका दिनमा फ्री अफ कस्टमा नेपाली जनताहरूलाई तिमीले ट्रिटमेन्टको प्रक्रियामा लैदेऊ, किनकि उनीहरूलाई त पढाउँदाखेरि त चाहिन्छ नि त, प्र्याक्टिस गर्नुको लागि त पब्लिक चाहियो नि। हो, त्यो पब्लिक आउने वातावरण बनाऊ र एउटा रोग लागेपछि निवारण गर्नेतिर लगिजाऊ। अर्को रोग लाग्नै नदिनको लागि चाहिँ हेल्थ एजुकेसनहरू चाहिँ गाउँ गाउँमा टोल टोलमा गएर त्यो बुढाबुढीहरूलाई, अब बाबुआमाहरू, छोराछोरीहरू, बालबालिकाहरू, अशक्त महिलाहरूलाई हेर, र अब हस्पिटलमा बसेर प्र्याक्टिकल होइन, गाउँ गाउँमा गएर भनेर चाहिँ जवाफदेही जिम्मेवार लगाइदिने हो भने नेपालमा हाइड्रो इन्जिनियरिङको सुरुवात गर्ने, विश्वविद्यालय सुरुवात गरिदिने, नेपालमा पर्यटन जुन चाहिँ टुरिज्म माउन्टेनिङ सम्बन्धी इन्जिनियरिङहरू सुरुवात गरिदिने, एग्रिकल्चर इन्जिनियरिङ सुरुवात गरिदिने लगायतका चिजहरूले चाहिँ नेपालमा ल्याउन सक्ने र नेपालमा ट्रिटमेन्ट गर्नको लागि पनि, दाँतको लागि, आँखाको लागि, मुटुको लागि लगायतका कलेजको लागि, विविध पेसा चाहिँ रोगको लागि नेपालमा पनि औषधि उपचार गर्न लाउने एउटा माध्यम बनाउन सक्ने हो भने चाहिँ शिक्षा चाहिँ स्वास्थ्यमा रहन्छ, शिक्षा कृषिमा रहन्छ, शिक्षा जलस्रोत र ऊर्जामा रहन्छ, शिक्षा चाहिँ उत्पादनमा रहन्छ, होइन, विविध खेलकुदमा रहन्छ। नेपाल यस्तो ठाउँ हो जो हिमाली भेगमा लिएर आउने भयो भने त वर्ल्ड कप खेल्ने त्यो खेलाडीहरूलाई ल्याएर ट्रेनिङ गराउने ठाउँ रहन सक्छ। भनेपछि नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन सम्भव छ, तर राज्यले धेरै पूर्वाधारहरू तयार बनाउनुपर्छ। एउटा गभर्मेन्ट, दोस्रो प्राइभेटसँग, पब्लिक र प्राइभेटहरू मिलेर जानुपर्ने हुनसक्छ, होइन। पब्लिक, गभर्मेन्ट र प्राइभेट एजुकेसनहरूलाई चाहिँ जोडेर जान सक्ने हो भने नेपाल चाहिँ एजुकेसन हब राम्रो रहन सक्छ। किनकि विश्वमा 4 किसिमको धर्म भए, एउटा क्रिस्चियन, एउटा मुस्लिम, एउटा हिन्दू, एउटा बौद्धिस्ट। बौद्धिस्ट र हिन्दूको उद्गम स्थल त नेपाल हो नि त। विश्वको 8वटा चाहिँ तपाईँ उच्च श्रृङ्खला चाहिँ टप हिम श्रृङ्खलाहरू नेपाल हिमालयहरू नेपालमा छन्, होइन। आज नेपालले प्राकृतिक रूपमा पाएको वरदानलाई प्रयोग गर्दाखेरि सबभन्दा ठुलो हाइड्रो चाहिँ हब चाहिँ एसियामा नेपाल हुनसक्छ भनेपछि यसलाई आध्यात्मिक रूपमा किन नजाने? आयुर्वेद शिक्षालय हुनसक्छ यहाँ त भने जस्तो, होइन। हामी अहिले चाहिँ खालि एलोपेथिकबाट हामी त अब फरक ढङ्गले आयुर्वेदिक आध्यात्मिक रूपमा भोलि चाहिँ तपाईँको चाहिँ यहाँ बुद्ध ओम माने पेमे हुन्छ कि ओमबाट हुन्छ कि विविध ठाउँबाट चाहिँ हामीले यसलाई चाहिँ आध्यात्मिक रूपमा पनि लान सक्छौँ भनेपछि सरकार वातावरण बनाइदिने हो। सबै राज्यले लगानी गर्न सक्दैन, फेसिलिटेट गरिदिने काम सरकार हो भने पब्लिकलाई वा प्राइभेटसँग कोअर्डिनेसन गरेर, कम्बिनेसन गरेर
कम्युनिकेसन गरेर एउटा टिम बनाउन सक्छ। त्यो टिमले चाहिँ अगाडि बढ्न सक्यो भने चाहिँ नेपालको भविष्य शिक्षाबाटै छ। आज नेपालमा एउटा विद्यार्थी +2 गर्दाखेरि लाखौँ रुपियाँ राज्यले लगानी गरिरहेछ नि त। तर लगानी गरेको विद्यार्थी चाहिँ अहिले सट्ट अरू कन्ट्रीले लान्छ, पढाउँछ, आफ्नो कल्चर सिकाउँछ, त्यहाँ चाहिँ आफ्नो चाहिँ स्किल देखाउँछ र उसले त्यही कन्ट्रीमा राखिरहेछ। हामीले चाहिँ भोलि त्यो किन नगर्ने? त्यही कारणले गर्दाखेरि हामी सोचमा गरिब हौँ, चिजमा गरिब होइन। जस्तै अघि नै यहाँले भन्नुभयो हामीले रेमिटेन्स पनि भित्राइरहेको छौँ भनेर। यो रेमिटेन्स भित्राउने भन्दा पनि यो हाम्रो चाहिँ बरु बाहिर ठुलो धनराशि विदेशीको होइन र विदेश पढ्न जाँदाखेरि त्यसरी नसोच्नु होला। किन भन्नुहुन्छ भने एउटा विद्यार्थी जाँदाखेरि 30 लाख रुपियाँ 15 देखि 30 लाख रुपियाँ लगानी गरेको हुन्छ। तर त्यो विद्यार्थीले कोर्स कम्प्लिट गर्दाखेरि करोडौँ रुपियाँ नेपाल पठाइसकेको हुन्छ ऊ आफूले पढेर पनि, जसले ज्ञान धन र सिप आर्जन गरिसकेको हुन्छ। त्यो ज्ञान धन र सिप गरेको आर्जनलाई नेपाल आउनलाई चाहिँ वातावरण बनाइदिने हो नि त। जस्तो हिजो एनआरएनहरूले सबले चाहिँ नयाँ पार्टीलाई भोट हाल्नुपर्छ, चेन्ज जान्नेलाई छानु भने आज अब त्यही एनआरएनहरू केमा चित्त दुखाइरहेछन् भन्दाखेरि उसले पैतृक सम्पत्ति बेच्दाखेरि 50% कर तिर्नुपर्छ। सम्भव छ त्यो? हो, यस्ता कुराहरूले गर्दाखेरि चाहिँ कतै कतै त्यो सरकार अलिक गैर जिम्मेवारी भयो वा परिपक्वता भएन वा कुनै चिजमा पनि अनुसन्धान नगरिकन अगाडि बढ्यो भने जस्तो भयो क्या। फुटबल हान्ने भनेर जुनसुकै चाहिँ चौरमा गएर पनि जहाँ पनि बललाई मात्र तन्काएर हान्ने हुन्छ त, पोलमा गएर गोल छिराउनु पऱ्यो नि त, रेफ्री रहनु पऱ्यो, समय मिल्नु पऱ्यो होइन। त्यही कारणले गर्दाखेरि धेरै कुरा सोच्नुपर्ने परिस्थितिहरू छ। त्यही कारणले अहिले नयाँ चेन्ज भएको सरकारसँग र अहिले आएको 2-3 नजिकको बालेन सरकारसँग वा राष्ट्रपतिको सरकारसँग धेरैको अपेक्षा छ, तर निराशा सुरु हुन थालिसकेको छ है। यो दुर्भाग्य हो। 2007 सालभन्दा पछि चाहे पञ्चायतमा, चाहे प्रजातन्त्रमा, चाहे गणतन्त्रमा अहिलेसम्म बहुमतको सरकार 5 वर्ष टिकेको रेकर्डै छैन। तर 3 चोटि चान्स पाइसकेका छन्। तर अहिले पनि यो 182 सिट उस्तै पऱ्यो भने त 84 नै पुग्थ्यो। तर 182 सिट आउँदा आउँदै पनि टिकेन भने हिजो चाहिँ राजनीतिक पार्टीहरू खराब भएर निस्केको थियो, आज चाहिँ देश सखाप हुने सम्भावना बढ्छ, देश कमजोर हुन सक्ने सम्भावना हुन्छ। त्यही भएको हुनाले सबै मान्छेहरू विचलित भएर अव्यवस्थित हुनेतिर लाग्ने, विश्वसनीयता पैदा भएन भने त गाह्रो छ नि त। जस्तो अहिले यहाँ के छ भन्दा न्यायपालिका व्यवस्थापन गरेर चाहिँ कार्यपालिका 3टै शाखा भएको छ। जेएनजी आन्दोलनको कारणले अब इन्ट्रेस्ट के हो थाहा छैन। त्यो 23-24 गतेको घटनाबाट मान्छे विचलित र त्रसित भइरहेको परिस्थितिमा न सुरक्षा निकाय सहज छ, न कर्मचारी सहज छ, न राजनीतिक पार्टीहरू नै सहज छ। व्यक्तिका सम्पत्तिहरू आगो लगाइएका छन्, कारबाही प्रक्रियाहरूमा गएको छैन। मान्छे मरेका छन्, कारबाहीको प्रक्रियामा जान सकिरहेको छैन। कि यसलाई राजनीतिक एउटा एजेन्डाको रूपमा यसलाई एउटा समाधान गरेर छोड्न लाउनु पर्यो। यस्ता घटनाहरू त 7 सालमा भए, 36 सालमा भए, 42 सालमा भए, 46 सालमा भए, 62-63 सालमा भए होइन। माओवादीहरूले कतिपय चाहिँ 12 वर्षको आन्दोलनबाट सुरुवात गरे। यो त प्रक्रियागत रूपमा भएको छ नि। तराई मुभमेन्टमा यस्ता घटनाहरू भए, मान्छेको हत्या हिंसा त हरेक ठाउँमा हरेक पटक भएको छन्। अहिले पनि 2 जना फेरि यही सुकुम्बासीको कारणले हत्या भयो भन्ने कुराहरू आरोप आइरहेछ। भनेपछि मर्ने र मार्ने कुराहरू कहीँ रोकिँदैन, तैपनि व्यवस्थापन त गर्न सकिन्छ नि। हो त्यही कारणले यो सरकारले हतार नगरिकन सुझबुझ गरेर अनुभवीहरूसँग चाहिँ सरसल्लाह लिएर राज्यको कानुन तोडफोड मात्रै वा चेन्ज मात्रै गरेर होइन, त्यसको प्रभाव चाहिँ कति हुनसक्छ कार्यान्वयन गरे पछिमा भन्ने सोच बनाएर जान सक्नुपर्छ। किन भन्नुहुन्छ भने राष्ट्रिय सभा रासोपाको छैन, अहिलेको सरकारको छैन। प्रतिनिधि सभा उसको छ, प्रदेश सभा चाहिँ उसको छैन र स्थानीय निकाय छैन। अनि मिलेर सहज रूपमा नेपाल बनाउन जाने हो कि आफ्नो रवैयामा जाने हो भन्ने कुरा चाहिँ देखिन्छ। त्यही कारणले म चाहिँ यो सरकारलाई के अनुरोध र आग्रह गर्न चाहन्छु भने अहिले जनअपेक्षा अनुसार असन्तुष्टिको बिचमा र नयाँ जेनेरेसनले चाहेको अनुसार आएको यो सरकार भएको नाताले यो सरकार चाहिँ सबैको अभिव्यक्ति फिल गराउनुपर्छ। सबैलाई समेटेर देश निर्माण गर्ने क्रममा अगाडि बढाउनुपर्छ। कतै व्यवसायलाई आतङ्कित बनाउने, कहिले कर्मचारी आतङ्कित बनाउने, कहिले सुरक्षाकर्मीहरू आतङ्कित बनाउने, कहिले जनताहरू सुकुम्बासीको नाममा आतङ्कित बनाउने, कहिले विद्यार्थी र शिक्षक आतङ्कित बनाउन थालियो भने भोलि यही संयन्त्रहरू, यही अङ्गहरू हात उठाइदिए भने गाह्रो पर्छ। र हामीले देखेका छौँ विगतको बजेटदेखि अहिलेसम्म हेर्दा नेपालको बजेट र राजस्व इक्वल छँदै छैन। 12.5 खरब लगभग त दैनिक खर्च चलाउनको लागि चाहिन्छ। 4 खर्ब लगभग
तपाईँको किस्ता र ऋण तिर्नुपर्ने हुन्छ राज्यले। 4 खर्बको हाराहारीमा सामाजिक सुरक्षा भत्ताहरू दिनु परिरहेको छ। बाँकी रहेको 4.5 खर्ब लगभग चाहिँ तलब र भत्तामा गइरहेको छ भने आजको संरचना यसरी बढेर गएको छ कि विकास गर्नको निमित्त विदेश अरू चाहिँ अङ्गहरूसँग अनुदान लिनुपर्ने छ भने यसलाई चलैमान बनाउने कि यसलाई आतङ्कित बनाउने। राज्यसँग त कर आउनु पऱ्यो नि त चल्नुलाई। कर कसरी गर्ने भन्दा मुभमेन्टहरू क्यारी हुनु पऱ्यो, विश्वास पैदा हुनु पऱ्यो, आज घर जग्गाको अवस्थालाई सुचारू बनाउनु दिनु पऱ्यो। आज तपाईँको चाहिँ जति पनि अहिले चलिरहेका चाहिँ हाम्रो सेयरहरूलाई यसलाई सहजीकरण र सहज बनाउनुतिर लाग्नु पऱ्यो। नेपालका कल कारखानाहरूलाई एक्टिभ बनाउनुतिर लाग्नु पऱ्यो। नेपालबाट जलस्रोतहरूलाई र माउन्टेनिङहरू पर्यटनहरूलाई अलिक व्यवस्थित पारदर्शी र सुविधा दिएर यसलाई एक्टिभ बनाउनु पऱ्यो, अनि पो जान सक्छ। त्यही कारणले नेपालबाट विदेशमा बढी पैसा गएको भन्दा बढी पैसा आएको छ कि आएको छ होइन। आएको चाहिँ डाटा हेर्ने हो भने तपाईँहरूलाई आज मैले भन्नै पर्छ, ठुलो मात्रामा जुन पैसा आएको छ त्यो पैसा आइरहने माध्यम दिनुपर्छ र आउनको लागि जति पनि दिनुपर्छ। जानको लागि एउटा ब्यारिकेड राखेको हुन्छ, कन्ट्रोल गर्ने सिस्टम बनाएको हुन्छ, आउनलाई चाहिँ जति पनि आउन दिए हुन्छ। नेपालीले कमाएर नेपालमै पठाउने हो क्या, किनकि ऊ जन्म त नेपाली, धर्म त नेपाली, कर्म त नेपाली, जहाँ गए पनि त नेपाली हो नि त। उसको बाउमा यहाँ छ, मावली यहाँ छ, ससुराली यहाँ छ, जिजुबाजे र पुर्खा यहाँ हो। त्यो कारणले गर्दाखेरि आफ्ना पैतृक सम्पत्ति यहाँ छ भने त्यो पैतृक सम्पत्तिको संरक्षण गर्नको निमित्त अब गाउँ फर्क भन्ने रूपमा वातावरण बनाउन सक्नु पऱ्यो नि त। बाँझिएका त्यो जग्गाहरूलाई रिसोर्ट चलाऊ, बाँझिएका जग्गाहरूलाई उत्पादनमा लैजाऊ, भूमि ब्याङ्कको रूपमा अगाडि बढाऊ, यसलाई चाहिँ आफ्नो चाहिँ तपाईँको चाहिँ होमस्टेहरू बनाऊ, संस्कार र संस्कृतिलाई जगाऊ, पुर्खाहरूले सृजना गरेका चिजहरूलाई अगाडि बढाऊ, जहाँ चाहिँ तपाईँको चाहिँ प्राकृतिक रूपमा बगेका पानीहरूबाट, चलेका हावाहरूबाट शुद्ध रूपमा आफूले चाहिँ विषादी रहित चाहिँ खानेकुराहरू उत्पादन गरेर खाएर आनन्दले 10 वर्ष बढी बाँच न भनेर पो राज्यले चाहिँ फेसिलिटेट गर्ने हो त। यसलाई अङ्कुश लगाउन थाल्यो भने गाह्रो हुनसक्छ। त्यही कारणले हामी त्यो अवस्थामा छैनौँ। र अर्को भनेको छिमेकी राष्ट्रहरू हामीसँग त आज काँडे तार लगाएर वाल लगाएर बस्न सक्ने अवस्था छैन। हामीले चाहिँ यसमा हिमाली भेगका तिब्बतियन साइडका साथीहरूसँग वा त्यहाँको जनताहरूसँग लेनदेन आदान प्रदान नातागोताबाट चलेका छौँ भने तराईको बोर्डरमा रोटीबेटी भेटी सबै कुराहरू चलाएका छन्, संस्कार र संस्कृतिबाट चलाएका छन्। त्यही कारण विश्वका 2टा धर्म, एउटा गौतम बुद्ध, दोस्रो हिन्दूको उद्गम स्थल नेपाल भएको हुनाले र आज धेरै देशमा यो 2टा धर्मलाई जोड्ने हो भने सबभन्दा बढी धार्मिक व्यक्तिहरू चाहिँ आश्रित नेपालप्रति भएको हुनाले हिमाल र जलस्रोतबाट पनि प्रभावित भएको हुँदा र नेपालमा चाहिँ धेरै मान्छेहरू ल्याउन सक्ने बाटोमा बनाउन सक्नुपर्छ। अब मलाई यसमा गर्दा जसरी युके, अमेरिका, अस्ट्रेलिया, क्यानाडा जति पढ्न जान्छन् विद्यार्थीहरू, किन उनीहरू भारत चाहिँ जाँदैन, इन्डिया चाहिँ जाँदैनन्? चाहन्छ सबभन्दा बढी त इन्डिया गइरहेछ नि त। आज वर्षमा तपाईँको 10,000 पढ्नै जाने इन्डिया राम्रो हो। इन्डिया गइरहेछन्। जस्तो तपाईँलाई मैले भन्नै पर्छ, 10,000 को लगभगमा प्रति वर्ष नेपालबाट इन्डिया पढ्न गएका छन्, जहाँ स्कुल, जहाँ कलेज, जहाँ नर्सिङ, इन्जिनियरिङ लगायतको पिएचडीसम्म गएर सबभन्दा बढी। तर इन्डिया र नेपाल चाहिँ ओपन बोर्डर भएको हुनाले यसको लेखाजोखा गरिएन होइन, एनओसीबाट रेकर्ड देखिएन, मात्रै त्यो हो। त्यसपछि तपाईँको जापान हो, त्यसपछि गएर अस्ट्रेलिया हो, त्यसपछि अन्य कन्ट्री हो छ। त्यही भएर हामीले भन्छौँ कि नेपालबाट इन्डिया पढ्न पनि पठाउँ, ठिक छ, नरोकौँ, तर इन्डियाको विद्यार्थी नेपाल पढ्न पनि ल्याउँ न। त्यो पनि त सम्भव छ, धेरै कुरा सम्भव छ। नेपालबाट हामी अस्ट्रेलिया पठाइरहेको छौँ। तपाईँलाई आज रमाइलो एउटा डाटा भन्छु मैले। आजको दिनमा पनि अस्ट्रेलिया जाने विद्यार्थीलाई हेर्नुहोस्, अमेरिका जाने विद्यार्थीलाई हेर्नुहोस्, क्यानाडा जाने विद्यार्थीलाई हेर्नुहोस्, हरेक 10 देखि 15,000 विद्यार्थीहरू अमेरिकाको अस्ट्रेलिया आएका छन्, जापानको अस्ट्रेलिया आएका छन्, चाइनामा लाखौँ विद्यार्थीहरू अस्ट्रेलिया गएका छन्, इन्डियाको लाखौँ विद्यार्थीहरू अस्ट्रेलिया गएका छन्, क्यानाडाको विद्यार्थीहरू अस्ट्रेलिया आएका छन्, अस्ट्रेलियाको विद्यार्थी अन्य कन्ट्री गएका छन्। यो त अटोमेटिकली हुने चिजहरू हो नि त। त्यही भएर हिजोको दिनभन्दा आजको दिनमा नेपालीहरू लगभग 80वटा देशमा अध्ययन गरिरहेका छन्, लगभग
किन भन्दा उसको बुवा रोजगारदाता त्यहाँ भएको हुनाले, उसका पारिवारिक सम्बन्ध त्यहाँ रहेको हुनाले, ऊ पढ्न जान खोजेको कारणले, विविध कारणले भनेपछि त्यो नेपालीले त्यहाँ नेपाल त चिनाइरहेको छ नि त। त्यो कारणले गर्दाखेरि हामीले यसलाई ठुलो रूपमा जाने होइन। हामी आज चाहिँ विश्वका सबै चिज एउटै मोबाइलमा खोज्ने, हाम्रो भाषालाई लोप बनाएर अङ्ग्रेजी भाषा चाहिन्छ भन्ने होइन, अनि हाम्रा दीप प्रज्वलनलाई चाहिँ बर्थडेको केक काट्न चाहिँ स्वीकार गर्ने, नेपाली चाहिँ तपाईँको चाहिँ नयाँ वर्षलाई मनाउन छोडेर विदेशी नयाँ वर्षमा चाहिँ हामी खुब तल्लीन हुन खोज्ने, हामीले लाउने लुङ्गीलाई छोडेर अरूको चाहिँ तपाईँको चाहिँ हाफ प्यान्ट लाएर हिँड्न सक्ने। तर हाम्रो मौलिकतालाई जोगाउने र हाम्रो मौलिकताले चाहिँ अरूलाई पनि प्रभावकारी ढङ्गले अगाडि किन नबढाउने। त्यही कारणले गर्दाखेरि चाहिँ म चाहिँ के भन्छु, एजुकेसन भनेको खालि बुक पढ्ने मात्रै होइन क्या, होइन बुक पढ्ने मात्रै एजुकेसन होइन क्या। कुनै पनि फिल्डमा तपाईँ आज यो फिल्डमा 24-25 वर्ष तपाईँले यो फिल्ड रहनु भएको छ, तपाईँ यो एउटा पिएचडीको चाहिँ सो सरको एउटा रिसर्च गरिसक्नु भएको छ तपाईँले, त्यो विज्ञ हो क्या त्यो मान्छे। त्यही कारणले अब हामीले चाहिँ के बुझ्नुपर्छ भन्दा अब हरेक व्यक्तिहरूसँग भएका चिजलाई, विज्ञतालाई, अनुभवलाई कसरी राज्यले चाहिँ सम्पत्तिको रूपमा ग्रहण गरेर युटिलाइज गर्ने र समाज बनाउनतिर लाग्ने भनेर बुझ्नुपर्छ। अनि खालि नेगेटिभ रूपले मात्रै त्यो कुरालाई चाहिँ धकेल्नु हुँदैन। र यही समाजबाट असन्तुष्टिको पराकाष्ठ राजनीतिक पार्टीहरूले विविध रूपमा सेन्टिग्रेट लगाएर खाइरहेका विभिन्न चिजहरूबाट राजनीतिक पार्टीहरूले आफूलाई परिवर्तन गर्न नसकेको कारणले गर्दाखेरि नयाँ दलहरू जन्मे, नयाँ दलले नयाँ सरकार बनायो भने अब त्यो सरकार चाहिँ अरूभन्दा फरक हुनुपर्छ, अरूभन्दा व्यवस्थित, पारदर्शी र मर्यादित हुनुपर्छ, भरपर्दो हुनुपर्छ। त्यो सरकारले चाहिँ बढीभन्दा बढी गाउँमा दुखी गरिब जनतादेखि लिएर गएर त्यो लगानी गरेका धनी मान्छेहरूसँग पनि अगाडि बढ्न सक्नुपर्छ। आज विश्वमा धनी मान्छे भयो भने देश समृद्ध कहिले बन्दै बन्दैन, व्यापारी भयो भने देश समृद्ध बन्दै बन्दैन, शिक्षक भएन भने बच्चापछि पढ्दै पढ्दैनन्। हरेक चिज त चाहिन्छ नि त। त्यही भएर त यो समाज बनाउनको निमित्त सभ्य समाज भनेको त सबै कानुनबाट बनेका कानुनलाई हो पालन गरेर मानेर हिँड्ने नै हो नि त। एउटा मोबाइल लिएका छौँ, तपाईँले तेरो चाहिँ विकृति यो भनेका छौँ, खिचेका छौँ, श्रीमान श्रीमती कोठामा बस्न पाएन, एउटा चाहिँ क्यामेरा लिएर गएर खिचेर पेसा बनाएको छौँ, भ्युज र न्युजलाई प्रायोरिटी दिने कि भ्युजलाई प्रायोरिटी दिने, हरेक ठाउँमा विकृति छ नि त। हो आज के न्युज हो के फेक न्युज हो भनेर भन्न सक्ने छैन। अब एआईले आज के गरिरहेछ भन्दा सबै मान्छेले होबहु, हाम्रो ग्रामीण भेगका मान्छेहरूलाई त अधिकांशले होबहु बनाइदिरहेछ। त्यही कारणले गर्दाखेरि बुझेकै छैन। त्यही कारणले गर्दाखेरि हामी धेरै सचेत हुनुपर्ने अवस्था छ र हामीभन्दा नागरिकभन्दा बढी सचेत सरकार हुनुपर्ने परिस्थिति छ। अब सरकारले पक्कै पनि नयाँ ढङ्गले सोच्ला, नयाँ ढङ्गले गर्ला र म चाहिँ के आशावादी छु भन्दा यो सरकार 5 वर्ष टिकोस्, अर्को 10 वर्ष टिकोस् र नेपालको एउटा संरचना, नेपालको भूभागलाई सामाजिक, कूटनीतिक, धार्मिक, आर्थिक, राजनीतिक, शैक्षिक सबै गतिविधिमा सद्भाव जोडेर अगाडि बढोस् भन्न चाहन्छु। नत्र कतै फेरि पाकिस्तानको जस्तो सत्तामा जो गयो, सत्तामा भएकोले अर्को सत्तामा आउनेले लिएर गएर चाहिँ ठोक्ने, लखड्ने, जेल हाल्ने प्रक्रियामा गयो भने छिडेकोलाई त ताली पड्केला मिठो होला, त्यो ताली पड्केका तालीले चाहिँ दीर्घकालीन रूपमा मस्तिष्कमा चाहिँ पुर्याउँछ कि पुर्याउँदैन भन्ने कन्सर्न सोच्नुपर्ने अवस्था छ। अब बराल सरलाई एज अ गेस्ट हाम्रो कार्यक्रममा ल्याइराख्दा आज मैले एउटा प्रश्न सोध्नै पर्ने हुन्छ, व्यवसायहरूले पनि त्यो राख्दै हुन्छ। यो जुन अहिले पछिल्लो समय चाहिँ व्यवसायहरू त्रसित छन्, अब नयाँ के हुन्छ, अब व्यवसायहरूमा छापा हान्ने हो कि होइन, किनभने हाम्रो लाइसेन्स छैन, अब हाम्रो रोकिरहेको यो पेन्डिङमा के अरे प्रोसेसमा भएको लाई चाहिँ के गर्छ भन्ने किसिमको व्यवसायहरूमा एक किसिमको सन्नाटा छ। एज अ अभिभावक, किनभने तपाईँ यो शैक्षिक परामर्शमा 25औँ वर्ष एउटा योगदान दिइसक्नुभयो, शैक्षिक परामर्श व्यवसायहरूका एज अभिभावकको रूपमा तपाईँलाई लिन्छन् व्यवसायले भन्दा यो अवस्थामा ठ्याक्कै के हुन्छ, उनीहरूलाई के मेसेज दिन चाहनुहुन्छ व्यवसाय साथीहरूलाई? यस्तो छ, अब नेपाल सरकारको शिक्षा मन्त्रालयबाट विगतको 12-14 वर्षदेखि नै स्वीकृति, नयाँ स्वीकृति नदिए तापनि यसले के रेकर्ड देखाउँछ भन्दा 1473 कम्पनी स्वीकृति भएको थियो पहिलोचोटि। 1473 कम्पनी 9.5 वर्षमा आउँदाखेरि 924मा झऱ्यो। के रिन्यू भएन, नवीकरणमा आउँदाखेरि 924मा दर्ता भयो, तर अप्रुभलमा आउँदाखेरि 724 भन्दा नवीकरण गरेनन्। यसले के देखाउँछ डाटाले भन्दा शैक्षिक परामर्श चाहिँ मित्रहरू
व्यवस्थित हुन खोज्नु भएको रहेछ, तर सबै यो पेसामा रहेछन् भन्ने कुरो देखायो होइन। किनभने 1473मा त कमसेकम 1400 कम्पनी त त्यहाँ नवीकरण पुग्नु पर्थ्यो नि, पुग्न सक्नु भएन। पटक पटक राज्यले हामीले नै कोअर्डिनेसन गरेर यसलाई अवसरको रूपमा प्रयोग गर्न दियौँ, तर व्यवसायले त्यसलाई प्रयोग गर्न सक्नु भएन। एकतिर भएको कम्पनी सुचारू नभइरहने, अर्कोतिर फेरि नयाँ दर्ता दिइरहने आवश्यक देखिन्छ कि देखिँदैन, एउटा त्यो कन्सर्नको माध्यम रह्यो। फेरि दोस्रो एउटा सङ्घ र महासङ्घले के गर्यो भन्दा अब प्रदेश प्रक्रिया रूपमा रहँदाखेरि यसलाई व्यवस्थित बनाउनुपर्छ भन्दा राजेन्द्र पाण्डे माननीयज्यू मुख्यमन्त्री हुँदाखेरि हामीले नै उहाँले एउटा ऐन ल्याउनु भयो, शिक्षा ऐन ल्याउनु भयो र त्यो एउटा शैक्षिक परामर्श तथा भाषा शिक्षा सम्बन्धी निर्देशिका जारी गर्नुभयो। जुन जारी गरिसकेको छ त्यसलाई संशोधन गरेर जारी गर्नुभयो। गारिसकेपछि त्यहाँबाट धेरैभन्दा धेरै कन्स्टिट्युन्सीहरूले अप्रुभल पाएका छन् र अन्य प्रदेशहरूमा पनि यो सुरुवात भएको छ। भनेपछि त्यो एउटा दायरामा त जानु पऱ्यो नि, जानु पर्यो। अनि राज्यले चाहिँ एउटा आह्वान गरिरहँदाखेरि राज्यका नीतिलाई उल्लङ्घन गरी त्यो नागरिक हुनसक्छ, व्यवसाय हुनसक्छ। दायरामा जान चाहेकाहरूले पनि होइन, जस्तो तपाईँलाई भनेको आज दिनसम्म मैले चाहिँ आजको दिनसम्म पनि प्रदेशबाट लाइसेन्स दिइरहेको छ। जाँदैन भने त समस्या कसको? एउटा व्यवसायी जसले लगानी गरेको छ त्यो लगानीको संरक्षण गर्ने दायित्व हाम्रो हो भने त्यसलाई संरक्षण दिने दायित्व चाहिँ राज्यको हो नि त। त्यो कारणले गर्दाखेरि जसले अप्रुभल लिनुभएको छ, यो पेसालाई लङ टर्म सोचेर आउनु भएको छ, उहाँहरूलाई समस्या छैन। जसले फेरि धमिलो पानीमा माछा मारेर खोज्नु भएको छ, उहाँहरूलाई समस्या रहन सक्छ र समस्या हुन्छ। आज दैनिक देशभरि हेर्ने हो भने 15 देखि 20वटा कन्स्टिट्युन्सी चाहिँ प्रहरी चौकीमा उजुरी पुगेको छ। त्यही कारणले मैले निर्मम भएर भन्नुपर्छ, नेपाल शैक्षिक परामर्श व्यवसाय महासङ्घको अध्यक्षको नाताले हामीले भनेका छौँ, शिक्षा ऐन 2075मा दफा 16 को ढमा शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका के अरे भाषा शिक्षण सम्बन्धी चाहिँ कार्य सञ्चालन गर्नको निमित्त स्वीकृति बिना गर्न पाइँदैन, सञ्चालन गर्न पाइँदैन भनेर लेखिसकेपछि नेपालमा विदेशका कम्पनीहरू आउने, चलाउने, पोर्टल आउने, चलाउने, त्यसपछि गएर तपाईँको चाहिँ इलिगल रूपमा हामी चलाएर बस्छौँ भने त्यो व्यवसाय होइन भन्ने मैले बुझ्दछु। र हामी निर्मम भएर भन्नुपर्छ, अब मरेको सिनुलाई लिएर हिँड्ने हो कि हामी बाँचेकाहरूले चाहिँ यसलाई व्यवस्थित बनाएर अगाडि बढ्ने हो भन्ने सोच्न पर्ने परिस्थिति छ। त्यो बाध्यतामा चाहिँ के छ अहिले नेपाल शैक्षिक परामर्श व्यवसाय महासङ्घ भने हामी भएकोलाई व्यवस्थित गर, केही समय रोक, अब आउनलाई रोक, यसलाई व्यवस्थित गरिसकेपछि एउटा नर्म्स बनाऊ, त्यसपछि फेरि नयाँ संरचना र सुरुबाट गरौँला भनेका छौँ। र हुने नै त्यही हो जस्तो मलाई लाग्छ। र त्यही भएर व्यवसायी साथीहरू जसले राम्रो काम गर्नु भएको छ आत्तिनुपर्ने अवस्था छैन। जसले विकृति विसङ्गति पैसा उठाउने ठग्ने खाने विभिन्न भ्रम सिर्जना गर्नुभएको छ भने त त्यो स्वीकृति लिए पनि नलिए पनि नेपालको प्रचलित कानुनअनुसार प्रहरीले अनुसन्धान गर्दै लाँदै अदालत पेस गर्ने र अब कोही अदालतको धरडीमा होला, कोही चाहिँ जेल प्रक्रियामा गएका त्यो रहिरहन्छ। त यो पेसा मात्रै अरू पेसामा पनि त्यस्तै छ। अब हामी अब अहिले ठ्याक्कै शैक्षिक परामर्शहरू कति छन् त बराल सर? अब नेपालको सरस्वती हेर्दाखेरि अब स्टेबल बिजनेस यो भएन। स्टेबल बिजनेस चाहिँ नभएको अर्थ मैले 20 वर्षदेखि हेरिरहँदाखेरि शिक्षा मन्त्रालयको डाटालाई हेर्दाखेरि एउटै कम्पनी लगातार चल्ने भनेका लगभग त्यही 500-700 कम्पनी मात्रै चलिरहेका छन्। नत्र भने दर्ता त 6000 छ नि त कम्पनी रेजिस्टरमा गएर। कम्पनी रेजिस्टर कार्यालयमा त त्यो एउटा कानुनी व्यक्तिको रूपमा स्थापित हुनको लागि छोडेको छ, कर तिर्नको लागि गएको छ। तर नेपालको नियममा चाहिँ के छ भने ल्यान्ड ल भन्छ, त्यो ल्यान्ड ललाई चाहिँ के फलो गर्दाखेरि के देखिन्छ भन्दा वैदेशिक मामला सम्बन्ध श्रम सम्बन्ध गर्नलाई श्रम मन्त्रालय जानु पर्यो, पर्यटन सम्बन्धी रिलेटेड विषयमा होटल ट्रेकिङ ट्राभलको लागि पर्यटन मन्त्रालय अन्तर्गत जानु पर्यो। त्यसपछि शैक्षिक परामर्श क्षेत्रलाई स्कुलहरू कलेजहरू चलाउनको निमित्त शिक्षा मन्त्रालय अन्तर्गत जानु पर्यो र सरकार निकाय अन्तर्गत रहेर जानु पर्यो। जस्तो अब आज जति पनि युट्युबहरू, टेलिभिजनहरू, अनलाइनहरू चलेका छन् र विभिन्न पत्र पत्रिकाहरू चलेका छन्, त्यो चाहिँ के हो सञ्चार मन्त्रालय अन्तर्गत गएका छन् नि त। भनेपछि सरकारवाला निकायहरू त छन् नि, त्यसलाई व्यवस्थित चाहिँ मोनिटरिङ गर्नको निमित्त हरेक ठाउँमा ती त छन्। हो त्यो कारणले गर्दाखेरि चाहिँ यो चिज दर्ता हुनु ठुलो चिज होइन। तर मैले त के भन्छु भन्दा दर्ता गर्नुभन्दा पहिला कम्पनी रेजिस्टर कार्यालयमा दर्ता गर्नुभन्दा पहिला चाहिँ के गर्नु पऱ्यो भन्दा शिक्षा मन्त्रालयबाट त्यो चाहिँ अप्रुभल भन्दा नि सहमति पत्र लिएर चाहिँ दर्ता गर्ने प्रक्रियाहरू गयो भने चाहिँ व्यवस्थित हुनसक्छ।
राज्य फितलो भएको छ कि राज्यको आफ्नै किनभने चाहिँ सहज रूपमा कन्ट्रोभर्सी छ के सहज रूपमा गएर कम्पनी रजिस्टरमा रजिस्टर गरे गरिदिने त्यसपछि आएर प्यान लियो अथवा भ्याट लियो अनि सहज रूपमा अफिस खोलेर बस्यो बसिसकेपछि अब चाहिँ तपाईँको कानुनले त्यसलाई फेरि के हुन्छ सरकारवाला रिलेटेड र विभागीय मन्त्रालयले त्यसलाई अप्रुभल दिँदैन नदिने बित्तिकै के भनेपछि तिनीहरूलाई के इलिगल भयो तिनीहरू अवैध भयो अवैध भयो भनेपछि नेपालका र त्यहाँ लेखेको छ त कम्पनी रजिस्टर कार्यालयबाट लिने प्रमाणपत्र लास्टमा लेखेको छ नि त होइन सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरेर मात्रै सञ्चालन गरौँला अन्यथा नत्र यो जवाफदेही हुने छैन लेखेकै दिएको छ त नोटमा दोस्रो कम्पनी रजिस्टर कार्यालयले के बदमासी गरिरहेको छ फेरि भन्दै कम्पनी 2063 अनुसार दर्ताको प्रक्रियामा ल्याउने र कुनै पनि कम्पनी 70% भन्दा बढी हुबहु नाम मिल्ने हुँदैन कम्पनी तर दम्मादम पैसा खाएर मैले त तपाईँको मिडिया मार्फत भन्छु कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीहरू पैसा खाएर आफ्नो स्वार्थ पूर्ति हुनको निमित्त एउटा भोलि कसैले उज्रो बाजुर गरेको खण्डमा म नाम परिवर्तन गर्न चाहिँ तयार छु भनेर एउटा कबिलतनामा गराएर चाहिँ दिइरहेका छन् यो खबरदार हो यो बदमासै हो र यस्ता कर्मचारी निर्णय गर्ने कर्मचारीलाई पनि भ्रष्टाचारको अभियोग लगाएर हाल्नुपर्छ र कानुन कि परिवर्तन गर्नु पर्यो होइन भने कम्पनी ऐन 2063 अनुसार दर्ता हुने कम्पनीहरू नाम मिलाउन पाउँदैन त्यो हुबहु नामबाट फटाइ गऱ्यो भने जवाफदेही र जिम्मेवारी लिने को त्यही कारणले यो बदमासी चाहिँ कम्पनी रजिस्टर कार्यालयबाट भइरहेछ यो चाहिँ रोक्नको लागि म अनुरोध आग्रह गर्न चाहन्छु तपाईँको मिडिया मार्फतबाट अब अहिले मैले नराखेको यहाँलाई राख्नुपर्ने केही कुरा छ भने यहाँले राख्न सक्नुहुन्छ मैले त देखेको अब यो नयाँ सरकार आएको छ नयाँ युवाहरू जोस जाँगर लिएर नेपाल हामीले बनाउने हो अब हाम्रो पुर्खाहरूले सृजेको नेपाललाई जति जे गरे राजनीतिक पार्टीले गर्दै गरेनन् होइन राजनीतिक पार्टीले एउटा उपलब्धि एउटा ठाउँमा ल्याउनु भयो तर अहिलेको प्रविधि र प्राविधिकलाई ध्यान दिएर यो संरचना र अहिलेको जेनेरेसनले मागेको अनुसार हामीले यो देश बनाउने हो यो देशमा बस्ने वृद्ध ज्येष्ठ नागरिक पनि छन् हाम्रो बाबुआमा हुन् हाम्रो बाजे हाम्रो बुवाहरू आमाहरू पनि हाम्रो सन्तान हुन् हाम्रो छोराछोरी पनि सन्तान हो हामी त्यो हो यही समाजका मान्छे हौँ भन्ने रूपले ध्यान दिएर र लङ टर्म प्लानिङ गरेर अगाडि बढ्नुपर्छ आवेशमा व्यवसायीलाई कर्मचारीलाई विद्यार्थीलाई अभिभावकलाई सुरक्षाकर्मीलाई र सरकार निकायहरूलाई आतङ्कित हुने तालले होइन मेरो अभिभावक हो भन्ने रूपले जस्तो न्यायालयले आतङ्कित हुने परिस्थितिहरू सिर्जना भइरहेछ किनभने सरकार भनेको चाहिँ समाज के हो भन्दा सरकार भनेको थ्योरी छ नि त सरकार भनेको चाहिँ के हो चिल हो रे जनता भनेको चल्ला हो रे जब सरकारले आफ्नो स्वार्थ पुरा गर्नको निमित्त जनतामा कहिलेकाहीँ झम्टिन्छ नि त्यो बेलामा अदालत चाहिँ माउ बनेर छेकेर बस्नुपर्छ भनेको छ जस्तो आजै हेर्नु न हिजो 23 गतेको घटनामा मान्छे मार्दा मानव अधिकार उल्लङ्घन भनिरहँदाखेरि 24 गते घटनामा त्यो मानव अधिकार आयोगले किन बोलेन मान्छे मार्दा यो अपराध हो चाहिँ हो यो पनि हनन भयो भनेर आजको घटनामा जो सुकुम्बासीको नामले हुकुमबासी होस् या सुकुम्बासी होस् जसको नामले हामी पूर्व तयारी नगरिकन अगाडि बढ्दाखेरिको जुन समस्या आयो नि त त्यो समस्या आउनु भने त्यो देशको नागरिक हो नि कहिले जेन्जीको आन्दोलनले अन्तर्राष्ट्रिय रूपमा बदनाम कमाउने देश आगो लगाएर कहिले सुकुम्बासी मानव लखट्यो भन्ने रूपमा आतङ्कित बनाउन थाल्यो भने राम्रो मान्दैन नि त्यही कारणले व्यवस्थापन गर्नुभन्दा पहिला धेरै कुरा सोचेर हामी चाहिँ अलिक बढी अरूभन्दा बढी जवाफदेही हुनुपर्छ सरकार यो सरकार पिँढैबाट निस्केको सरकार हो वित्तीक्षणबाट बनेको चाहिँ प्राप्त भएको चाहिँ भोटबाट बनेको सरकार हो असन्तुष्टिको बिचबाट हाम्रा अग्रजले गरेनन् भनेर चाहिँ तपाईँको काङ्ग्रेस बनिरहने भोट घन्टीमा हालिरहने एमाले बनिरहने भोट घन्टीमा हाल्ने नेपाली कम्युनिस्ट बनिरहने भोट घन्टीमा हालेरबाट सुरुवात बनेको यो सरकार भएको हुनाले अरूभन्दा बढी जवाफदेही र जिम्मेवार भएर जानुपर्छ र यो देशको जनता सबै खाले मान्छे छन् र सबैलाई हामीले आवश्यक अनुसार सामाजिक न्यायको मान्ने र मूल्यतालाई ध्यान दिएर चाहिँ यसलाई व्यवस्थित गर्नुपर्छ हामीले गर्ने हो र अहिले भइरहेका गतिविधिहरू जुन छन् दैनिकी गतिविधिलाई पनि हामीले यसलाई इन्डोर्स गर्नुपर्छ एड्रेस गर्नुपर्छ र भोलिको रूपमा तपाईँको चाहिँ दीर्घकालीन रूपमा विकास योजनालाई पनि जानुपर्छ भन्ने अनुरोध आग्रह गर्न चाहन्छु र सँगसँगै म नेपालबाट अहिले लगभग 3000वटा कलेजहरू विश्वविद्यालयहरूबाट विद्यार्थी जाँदो रहेछन् यी कलेज र विश्वविद्यालय कस्ता छन् के छन् भन्ने कुराहरू हामीले पनि पूर्ण रूपमा सन्तुष्टि वा विश्वसनीय हुने अवस्थाहरू नभएको हुँदा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउँदै
भोलि यो विदेशमा पढ्न जाने कलेजहरूलाई पनि नेपालको शिक्षा मन्त्रालयले इन्डोर्स गर्ने सिस्टम गरौँ। यसलाई रजिस्टर्ड गर्नलाई लैजाउँ। रजिस्टर गर्दाखेरि $7,000 $10,000 कति लिउँ, नवीकरण गर्ने सिस्टममा लैजाउँ र उसले 5% उसको कलेजको पढ्न लगेको विद्यार्थीको 5% उसले गरिब जेहेन्दार विद्यार्थीले स्कलरसिप दिने व्यवस्था बनाऊँ। नेपालबाट पढ्न जाने विद्यार्थीको शिक्षण शुल्क इन्सुरेन्स गर्ने व्यवस्था गरौँ। एक्सिडेन्ट र हेल्थ इन्सुरेन्स अनिवार्य गर्ने सिस्टम गरौँ। एउटा अक्षय कोषखडा गरौँ जहाँ विद्यार्थी र व्यवसाय एउटा नोमिनल गभर्मेन्टको खातामा पैसा हाल्ने गरौँ। त्यसले चाहिँ भोलि विद्यार्थीहरूलाई अप्ठ्यारो परेको खण्डमा त्यसलाई रेस्क्यु गर्ने एउटा माध्यमहरू बनाऊँ र हामीलाई जति जवाफदेह बनाउने हो विद्यार्थी र अभिभावकलाई त्यति जवाफदेह बनाऊ र यो देशका सबै हामी नागरिक हौँ र समृद्ध बनाऊ र त्यसो गऱ्यो भने झन्डै 10 अर्ब लगभग चाहिँ रासो चाहिँ यो क्षेत्रबाट अझ वृद्धि गर्न सकिन्छ। त्यही कारणले अहिले एउटा कम्पनीलाई 50 लाख 5 लाख 10 लाख धरोटी राख्छु भनेर डर त्रास फिजाएर राज्यले केही पाउने होला ब्याङ्कले मात्रै ब्याज खाने हो। त्यो कारणले राज्यले चाहिँ प्राप्त गर्ने पनि राज्यलाई पैसा आवश्यक छ भने राज्यले चाहिँ कसरी यो चाहिँ होइन र राज्यलाई फाइदा पनि केही छैन र त्यो यो समस्याको समाधान कसरी गर्ने भन्ने रूपमा चाहिँ चित्रण गरेर र शैक्षिक परामर्श व्यवसायलाई अझ व्यवस्थित पारदर्शी र मर्यादित बनाउनको निमित्त व्यापक रूपमा हामीसँग छलफल र अन्तर्क्रिया गरेर स्वास्थ्यसम्मभन्दा माथि उठाएर यो शैक्षिक परामर्श चाहिँ पेसा रूपमा यो आवश्यक छ है भन्ने रूपमा चाहिँ सोचेर राज्यले अगाडि बढ्नेछ भन्ने अपेक्षा सहितको चाहिँ म आग्रह अनुरोध गर्न चाहन्छु र तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु। धन्यवाद बराल सर, हाम्रो कार्यक्रममा आएर अमूल्य मत राखिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू भुवन सरलाई।